के आज अहमदाबादमा इतिहास दोहोरिएला कि मेटिएला? आयोजक राष्ट्रमाथिको त्यो श्राप आज मेटिएला कि फेरि भारतलाई पिरोल्ला? न्युजिल्यान्ड र भारत मध्ये आज कसले इतिहास रच्ला? भारत र श्रीलङ्कामा संयुक्त रूपमा भएको आइसिसी टी20 वर्ल्ड कप 2026 को अन्तिम खेल आज नेपाली समय अनुसार बेलुकाको 7:15 देखि भारतको अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भारत र न्युजिल्यान्ड बीच हुँदैछ। भारतले सेमिफाइनलमा इङ्ल्यान्डलाई 7 रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो भने न्युजिल्यान्डले साउथ अफ्रिकालाई 9 विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो। हालसम्म भारत र न्युजिल्यान्ड टी20 वर्ल्ड कपमा 3 पटक आम्नेसाम्ने भएका छन्, जसमा 3 पटक न्युजिल्यान्डले भारतलाई पराजित गरेको विगत छ। न्युजिल्यान्ड टी20 विश्वकपमा भारतसँगको आफ्नो अपराजित विगतलाई दोहोर्याउँदै पहिलो पटक टी20 विश्वकप च्याम्पियन बन्न चाहन्छ भने भारत न्युजिल्यान्डलाई हराएर गत संस्करण झै ट्रफी चुम्न चाहन्छ। के आज अहमदाबाद स्थित आयोजक राष्ट्रमाथिको त्यो श्राप दोहोरिएला कि मेटिएला? टी20 विश्वकपको इतिहासलाई हेर्दा 9औं संस्करणको टी20 विश्वकप सकिँदा कुनै पनि आयोजक राष्ट्रले टी20 विश्वकप जितेका छैनन्। के आज फेरि पुरानै विगत दोहोरिएला कि पुरानो इतिहास मेट्दै भारत विजयी बन्ला? तपाईको विचारमा भारत र न्युजिल्यान्डको आजको खेल कसले जित्ला? कृपया कमेन्ट गर्नुहोस्। पछिल्लो खेल अपडेटहरूका लागि एसबी स्पोर्ट्स अपडेटसँग जोडिनुहोला। धन्यवाद।